हेलो गाइस, गुड मर्निङ, नमस्ते तपाईहरु सबैजनालाई फेरि पनि मेरो डेली भ्लगमा स्वागत छ। सो गाइस, आज भने चाहिँ हामी चाहिँ कालिम्पोङ जाँदैछ बहिनीलाई सरप्राइज दिनुको लागि है। र यहाँ अगाडि अगाडि चाहिँ हेमन्त पनि जाँदैछ हो। गाइस, अहिले भने चाहिँ हामी चाहिँ हो गाडीमा चढिसकेको छ र अब चाहिँ हिँड्यो हो। हेमन्त, तनिष्का र म चाहिँ गएको खासमा चाहिँ हो। र मेरो बुढाले चाहिँ पुऱ्याइदिनु हुँदैछ। र अहिले भने चाहिँ हामी चाहिँ यहाँ सिङताम आइपुगिसकेको छौँ है। र जाँदैछौँ बिस्तारै, हल्का जाम पनि रहेछ बाटोमा हो। र गाइस, अहिले भने चाहिँ यहाँनिर हामी चाहिँ रम्फू आइपुगिसकेको छौँ है। रम्फू ब्रिजमा यहाँनिर यो ब्रिजमा नहिँडेको चाहिँ धेरै भएको थियो हो। आज चाहिँ आफ्नै घरको गाडी, प्राइभेट गाडी लगेर चाहिँ यो बाटो जाँदैछु। धेरै भएको थियो यो ब्रिजमा नहिँडेको। र आज चाहिँ बहिनीलाई एकदम सरप्राइज दिने हो। हामी चाहिँ जाँदैछ। र अहिले भने चाहिँ हामी यहाँनिर किर्ने आएर खाना खाँदैछौँ। खाना भन्दा पनि खाजा है। हेमन्तले चाहिँ खानै खाँदैछ र हामी चाहिँ रोटी खाँदैछ, तनिष्का, म। र अब चाहिँ हामी हिँड्यौँ यहाँनिर हो किर्नेमा खानासाना खाएर। अहिले यहाँ मल्ली आइपुग्नु आँट्यो। मल्ली अरे, यहाँ मल्ली क्रस गरेर टिस्टा आइपुगिसकेको छु हो। र जाँदैछौँ। सो गाइस, अहिले भने चाहिँ हामी आइपुगेको छौँ यहाँनिर ड्याम, 29 माइलको ड्यामको छेउमा। र हामी चाहिँ अब यहाँदेखि चाहिँ भित्र पसिसकेको छौँ। र यहाँनिर चाहिँ है मैले चाहिँ ड्यामदेखि चाहिँ भिडियो गर्दै जाँदैछु हो। अनि पानीको लेभलहरू यहाँनिर ड्याममा हो, भ्यूहरू एकदम राम्रो देख्छ यहाँबाट। र यहाँनिर अहिले चाहिँ हामी माथि आइपुगिसकेको छौँ। अहिले भने चाहिँ हामी यहाँनिर माथि देउराली भन्ने जग्गा आइपुगेको छ है। र यहाँबाट चाहिँ ओह्रालो हिँड्नुपर्छ किनभने रोड चाहिँ छ हो। तर अब गाडी त्यस्तो हिँड्दैन, सानो गाडीहरू हिँड्दैन, त्यसै कारण हामी चाहिँ हिँड्दै जाँदैछ हो। अनि मेरो हस्बेन्ड र भाइ चाहिँ फर्किनु भयो। र अब हामी चाहिँ बहिनीलाई सरप्राइज दिनुको लागि हो यहाँ तल हिँड्दै जाँदैछ। र अहिले भने चाहिँ हामी यहाँ तल बाटोमा आउँदैछौँ। आमा छोरी अगाडि अगाडि हिँड्दैछ हो, ब्याग स्याग बोकेर। र म चाहिँ पछि। र यहाँबाट म चाहिँ भ्यूहरू पनि निकाल्दै जाँदैछु है। यहाँबाट चाहिँ यति दामी भ्यूहरू देख्छ है। यहाँ चाहिँ बेसी चाहिँ अम्लिसो हुन्छ है। अम्लिसोको चाहिँ यहाँनिर बगानै जस्तो छ हो। र अब चाहिँ हामी यहाँनिर पुग्नु आँट्दैछौँ गाइस हो। र अब चाहिँ हामी सरप्राइज दिने टाइम आउनु आँटेको छ। यहाँ चाहिँ स्कुल छ है। स्कुल यहाँ चाहिँ प्राइमेरी स्कुल छ। यहाँदेखि उन्दोपट्टि चाहिँ बहिनीहरूको घर छ हो। यहाँनिर चाहिँ हेमन्तले चाहिँ बहिनीलाई, बसन्तलाई कल गर्दैछ हो, झुक्काउँदैछ, भिडियो कल गर भन्दै हो। र अब चाहिँ हाम्रो सरप्राइज दिने टाइम आइसकेको छ। र गाइस, यहाँ भने चाहिँ बहिनीलाई चाहिँ हामीले भिडियो कल गरिसक्यौँ। बहिनी चाहिँ खुसीले 1 फुट माथि उफ्रेर यहाँबाट कुद्दै आउँदैछ हो। हामी चाहिँ खुसी हुँदै हो। र यहाँ बहिनी चाहिँ स्पिड आउँदैछ खुसीले, र रुँदै पनि आउँदैछ हो। इमोसन, खुसीको आँसु है। यहाँनिर दुईजना अङ्गालो मार्दै हो, आँसु चुहाउँदै हो। र म पनि खुसी, मेरो पनि आँखामा आँसु आइरहेछ हो। अनि आँसु पुस्दै खुसी हुँदैछौँ हो। अनि यहाँनिर भने चाहिँ सोल्टी चाहिँ गोरु जोत्दै रहेछ है। अनि यहाँनिर नानी पनि हो बहिनीको घर आइपुगिसकेको छौँ। र आजको मेरो भ्लग चाहिँ यहीँ एन्ड। थ्याङ्क यू फर वाचिङ।